एसकेएचएल सुपर खुदी हाइड्रो पावर लिमिटेड आज यसलाई एउटा भिडियोमा हेरौँ प्राइस कहाँसम्म आउन सक्छ या आइडियल रिट्रेसमेन्ट जोन के हुनेछ या जसले आइपिओ किन्नु भएको छ कहाँ बेच्ने होला भन्ने कुरामा नै छलफल गरौँ। तर यही भिडियोलाई आधार लिएर कुनै प्रकारको किनबेच चाहिँ नगर्नु होला। अब स्टार्ट गर्दा हजुरको यो जुन हिजो बनेको क्यान्डल छ यसलाई एउटा सुटिङ स्टार क्यान्डल भनिन्छ। सिंगल क्यान्डलस्टिक प्याटर्न यदि हजुरले थाहा छ भने यो एउटा यदि ट्रेनको टपमा इन्भर्टेड ह्यामर फर्म हुन्छ भने त्यसलाई सुटिङ स्टार भनिन्छ। प्राय यो एउटा ट्रेन रिभर्सल या माइनर करेक्सन दिने खालको नै क्यान्डल हो। यदि प्राइसले अब आइडियल रिट्रेसमेन्ट कहाँसम्म आउन सक्छ भन्ने कुरो मेन हजुरले 1141 देखि 960 अहिलेको लागि यो नै एउटा की जोन हुनेछ। प्राइसले रिट्रेसमेन्ट गर्न सक्ने लेभल भनेको यो लेभल ठ्याक्कै कहाँनिर देखियो भने आइडियल त हाम्रो यो जोन हो। 834 को जोन हो आइडियल जोन, आइडियल रिट्रेसमेन्ट हुन सक्ने जोन भने हजुरको यो लेभल हो। अब यो लङ टर्ममा प्राइस यहाँसम्म आउन सक्ला त्यो आफ्नो कुरो छ। तर सर्ट टर्म इमिडिएट इफेक्ट कहाँसम्म आउन सक्छ प्राइस भन्दै गर्दा हजुरको यो लेभल जति पनि यो येल्लो लाइन देख्नु भएको छ प्राइस यही जोन आसपास बस्न सक्छ। मतलब हजुरको यो अप्पर रेन्जमा अहिले जहाँ चलिरहेको छ लोवर रेन्जमा भनेको 1000 देखि 950 देखि 1200 को आसपासबाट फेरि एउटा रिभर्सल दिन सक्छ। किन सक्छ यो अलरेडी एउटा अल्ट्रा लो क्याप हाइड्रो मार्केट फ्लोटेड सेयर पनि सानो छ जस कारणले अब प्लेयरलाई ओपरेटरलाई रिटेलरको इन्ट्रेस्ट आउने साथ बढ्न सजिलो हुन्छ। र हामीले ब्रोकर होल्डिङ हेर्दा के देखिन्छ भने यो हप्ता 48 ले म्याक्सिमम किन्या छ। तर फाल्ने साइडमा हाम्रो 58 ले लगभग 13,794 किता 49 ले 11,000 गर्दै 35, 49 र 58 ले म्याक्सिमम फाला छन् भने नयाँ बाइङ पनि देखिया छ 48 बाट 23,000 किता 42 बाट 7,035 र 92 बाट 6400 भनेपछि अहिले इनिशियल थट के छ भने प्राय यो क्यान्डल बनेपछि प्राइसले एउटा रिट्रेसमेन्ट चाहिँ गर्छ। तर अब हामीले यही आधारलाई मात्रै लिएर किनबेच चाहिँ गर्नु हुँदैन। यो के हो भने एउटा लो क्याप हाइड्रो हो, फ्लोटेड सेयर सानो छ भन्नाले किनबेच हुन सक्ने सेयर चाहिँ अलिक कम्पेरेटिभली सानो छ जस कारणले यसलाई अब कस्तो भन्ने बढ्नलाई चाहिँ अलिक सजिलो हुन्छ। अलिक म्यासिभ इन्ट्रेस्ट देखिने बित्तिकै अब सप्लाई साइडमा थोरै सप्लाई भएको सेयर हो जस कारणले बाइङ आएपछि सायद फर्किन सक्छ। र अहिलेको लागि भने प्राइसले सायद यो जोनसम्म टेस्ट गर्न सक्ला। यो लेभल अहिले की जोन भनेको यो यदि यसलाई 1100 लाई पनि ब्रेक गर्छ भने चाहिँ सायद निस्किन सक्नुहुन्छ 1100 या 1150 यो क्यान्डलको हाई आसपासबाट अझै मुनि नै क्लोजिङ दिन्छ भने सायद बेचेर निस्किदा भयो। तर जसलाई आइपिओ पर्या छ आइपिओ पर्नेहरूको लागि त अब यो त राम्रो जोन हो बेच्ने या सेकेन्डरी मार्केटमै छिर्ने या त्यो क्यासलाई युटिलाइज गर्ने।